हामी सर्प रेसिभ गरेर हिँडेको हामी 3 भाइ। बारीमा हो पेट्रोल हाल्नु पर्छ पेट्रोल हाल्नु त फेरि माथिबाट हेरौँ। यहाँ त यता यहाँ 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 हो त्यो यो तपाईले पेट्रोल खनाइदिनु एकदम थाला पोले त्यो जानु छिटो टोक्छ भागेर कतातिर यता गर्न सक्छ। अहिले माथि उस खाला पोलेछ क्या ओ त्यो बिच नखनाएको अनि पेट्रोल टोलाई फेरि गर्नु नि तपाईँ यस्तै हो। बाल्टी बाल्टी दिनु त बाल्टी भगवान म त कसोहरू ल्याउन खै एउटा बोरा बा त्यस्तो उयो गमलामा त कहाँ हुन्छ बा कत्रो हो। सर्पल चिन्नुपर्छ क्या मान्छे। हामीले सोध्नु नि हामीलाई हुन्छ, तपाईँले सोध्नु भने हामीले सोध्नुपर्छ। के अरे दिनभरि हामीलाई चाहिँ यसले डसेर यसले कहाँ टोक्छ टोक्दैन धामन सर्प हो कि मुसा खाने किन पानी टोक्ला त मलाई होइन हजुरले पेट्रोल हालेपछि धुनु पऱ्यो। हाल्नु लाग्यो सर पेट्रोल हालेपछि कपडा धोइ धुनु पऱ्यो नि। एकदम पोल्छ क्या त्यसले धुनु पऱ्यो नि कपडा धोयो चाहिँ ल हेर्नु यसरी बल्ल फ्रेस भयो। कुनै पनि सर्पले आफै टोक्दैन क्या त्यही हो यताको पेट्रोल राख्ने हामीलाई एकदम त्रसित बनाइरहेको अहिले चाहिँ च्याप के नाम हो सर हजुरको एउटा बोरो छ केही छ नि भएको बाल्टीमा घरको मान्छेहरू पनि ल यता 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 नसुन नसुन हामीलाई चिनेको हुन्छ क्या सर्पले। दर्शन गर्नु मान्छे चिनेर मात्रै समाउनु पर्छ यतिको समाउनु हो कुन प्रजाति हो आनी बानी के छ कसो छ थाहा भएर मात्रै समाउनु हो। यतिकै बिन्दुवासी बिन्दुवासी यस्तै सर्पले आतङ्क मचाइरहेको थियो सरले चाहिँ पर्दैन 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 क्या छोडिदिनु यहाँ दुईटा तीनटा भाइले फेरि हेर्छ नि दाइ यसरी दाइ म त जाउँदिन। ल प्याक भयो। एउटा डोरी बान्नु दिनु त पर्दैन उहाँले त्यसरी सबै सबैकालाई डोरी किन्छ हेर त्यहाँ जङ्गलमा छोड्ने हो क्या लगाएर। ल हस् धन्यवाद सर है ल ल सर्पले रेडी हो। माथि त्यही टाढा टोक्दैन देख्नु होइन भर्खर टोक्ने यताउति केही गर्दैन
एक बोरा सर्प लिएर हिँडियो, एक बोरा सर्प लिएर हिँडियो भनेको। के अरे राम्रै